17 मे 2026 अथवा वर्ल्ड हाइपरटेन्सन डे अथवा विश्व उच्च रक्तचाप दिवस। उच्च रक्तचाप सम्बन्धीको नारा कन्ट्रोलिङ हाइपरटेन्सन टुगेदर अथवा उच्च रक्तचाप नियन्त्रण गर्न तपाई हामी सबै मिलेर अघि बढौं। स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम, नियमित ब्लड प्रेसरको जाँच, त्यस्तै स्वस्थकर खानपान र स्वस्थकर जीवनशैलीबाट ब्लड प्रेसरलाई कन्ट्रोल गरौँ। नमस्ते, म डाक्टर बुद्धि खनाल, होमियोप्याथिक फिजिसियन। आज म उच्च रक्तचापले कस्ता किसिमका लक्षणहरू दिन्छ, कुन अवस्थामा उच्च रक्तचापलाई खानपान र रहनसहनबाट नियन्त्रण गर्न सकिन्छ, होमियोप्याथीमा यसको उपचार कुन अवस्थामा गर्ने र कुन अवस्थामा हस्पिटलमा गएर सम्बन्धित डाक्टरको उपचार लिने आदि म जानकारी दिन गइरहेको छु। जब रक्तचापको सीमा सामान्य सीमाभन्दा माथि हुन्छ त्यो अवस्था नै उच्च रक्तचाप हो। सामान्य रक्तचापको सीमा भन्नाले 120/80 mm/Hg जनाउँछ। जब 130/85 हुन्छ त्यो चाहिँ स्टेज फर्स्टको हाइपरटेन्सन हो। यो अवस्थामा खास गरी बिरामीलाई खानपान, रहनसहन आदिबाट यसलाई कन्ट्रोल गर्न सकिन्छ। भनी स्टेज 2 भन्नाले जब 140/90 भन्दा पनि बढी देखिन्छ त्यो अवस्था स्टेज 2 को हाइपरटेन्सिभ अवस्था हो। यो अवस्थामा अन्य जटिलता पनि बढ्ने हुँदा सम्बन्धित रोगको डाक्टरलाई एकपटक भेट्नुपर्ने हुन सक्छ। हाइपरटेन्सनलाई दुईवटा क्याटेगोरीमा बाँडिन्छ। एउटा क्याटेगोरी भनेको चाहिँ हाइपरटेन्सन अर्जेन्सीको अवस्था हो भने अर्को चाहिँ हाइपरटेन्सन इमर्जेन्सीको अवस्था। हाइपरटेन्सन अर्जेन्सी भन्नाले जब ब्लड प्रेसर त बढेको हुन्छ तर त्यसले अन्य अङ्गलाई क्षति गर्दैन र खास गरी यसमा लक्षण भनेको बिरामीलाई चाहिँ हल्का टाउको दुख्ने, एन्जाइटी भएर आउने, नाकबाट रगत निस्किने, त्यस्तै सास फेर्न गाह्रो हुने अवस्था हुन्छ भने अर्को चाहिँ हाइपरटेन्सिभ इमर्जेन्सी अवस्था हुन्छ। यो अवस्थामा बिरामीलाई ब्लड प्रेसर बढेको सँगसँगै अन्य जटिलता पनि देखिने गर्छ। खास गरी मृगौलामा असर देखिन सक्छ, मुटुमा असर देखिन सक्छ, मस्तिष्क सम्बन्धी असर देखिन सक्छ, आँखामा चाहिँ गडबड आउन सक्छ। त्यो भएर हाइपरटेन्सनलाई यो चाहिँ साइलेन्ट किलर पनि भन्ने गरिन्छ। यसका लक्षणहरूमा बिरामीलाई चाहिँ असाध्यै टाउको दुखेर आउने, रिङ्गटा लाग्ने, चक्कर लाग्ने, त्यस्तै पिसाब कम हुने, शरीर सुन्निने, त्यस्तै गरी बिरामीलाई चाहिँ स्ट्रोकको लक्षणहरू पनि देखिने हुन्छ। यो अवस्था भनेको बिरामीको मुख बाङ्गो हुने, बोल्न गाह्रो हुने, स्पिचहरू ननिस्किने, त्यस्तै हातखुट्टा चलाउन गाह्रो हुने अवस्था हो। होमियोप्याथीमा खास गरी हामीहरू हाइपरटेन्सिभ अर्जेन्सीको बिरामीलाई उपचार गर्छौँ र यस्ता खाले बिरामीहरू सधैँको लागि निको पनि भएको छ। यदि हाइपरटेन्सिभ इमर्जेन्सीको अवस्था छ भने हस्पिटल गएर सम्बन्धी रोगको डाक्टरलाई भेट्नुपर्ने हुन्छ। तपाईलाई पनि यो चाहिँ ब्लड प्रेसर सम्बन्धी, मुटु सम्बन्धी र छाती सम्बन्धी अन्य कुनै जानकारी चाहिएको छ भने दिएको नम्बर र ठेगानामा सम्पर्क गर्नु। धन्यवाद।